पाँच पाण्डवहरू सत्सङ्ग गरेर बसिरहेको समयमा भगवान कृष्ण पुग्नुभयो। सबैजनाले उठेर स्वागत सत्कार गर्नुभयो गरेर अनि युधिष्ठिरले सोध्नुभएछ, हे प्रभु, हे परमात्मा, मैले कता कता सुनेको अधिक मासमा एकादशीको व्रत अत्यन्त पुण्यदायी हुन्छ, यसको बारेमा मलाई सुनाइदिनुहोस् भनेर प्रश्न गर्नुभयो। तपाईँले हामीलाई शुक्ल पक्षको एकादशीको बारेमा, महिमाको बारेमा हामीलाई चर्चा गर्नुभयो। हामी कृष्ण पक्षको एकादशीको व्रतको महिमा सुन्न चाहन्छौँ अनि त्यसको नाम के हो भनेर प्रश्न गर्नुभयो। भगवान साह्रै खुसी हुनुभयो अनि भन्नुहुन्छ, परमेति समाख्याता पवित्रा पापहारिका मुक्ति मुक्ति प्रदानेण भोगदा युधिष्ठिर। हे युधिष्ठिर, अधिक मास कृष्ण पक्षको एकादशीको नाम परमा नाम गरेको एकादशी हो। अत्यन्त पवित्र छ अनि सम्पूर्ण पापहरूलाई नष्ट गर्ने एकादशी परमा एकादशी छ। जसले भक्तिपूर्वक यसलाई व्रत उपासना गर्दछ, मुक्ति मुक्ति प्रदान, संसारमा रहन्जेल उसलाई भोग उपासना गर्न मिल्दछ। संसारमा रहन्जेल हामीलाई जे प्राप्त गर्नु छ त्यो प्राप्त हुँदछ। जो सुख प्राप्त गर्नुपर्ने छ, इच्छित मनका कामनाहरूलाई पूर्ण गर्ने परमा एकादशी हो। अनि अन्तिम समयमा परमात्मालाई स्मरण गर्दै गर्दै मुक्ति पनि प्रदान गर्दछ, त्यस्तै एकादशी हुन् भनेर यहाँ बताउनु भयो। त्यति बेला निर्णाम भोगदा युधिष्ठिर, संसारमा बसुन्जेल उसले अनेक प्रकारका भोगलाई स्वीकार गर्न सक्छ। परमा नाम गरेको एकादशीको व्रत जसले गर्दछ, संसारमा भएका पदार्थहरूलाई पनि उसले भोग गर्न पाउँदछ। ती परमा नाम गरेको एकादशी। तिमीलाई एउटा इतिहास सुनाउँदछु। अत्र ते कथयिष्यामि कथामेतां मनोरमा काम्पिल्य नगरे दाता मुनीनाम् अग्रता श्रुताम्। मैले पनि मुनिहरूदेखि सुनेको हुँ भन्नुहुन्छ भगवान कृष्ण। भगवान कृष्ण पनि सत्सङ्ग गर्नुहुन्छ, तपाईँ हामीलाई थाहा छँदैछ होला। श्रीमद् भागवत महापुराण सुन्ने गर्नुभएको छ भने देवर्षि नारद अविवाहित हुनुहुन्छ। अविवाहित भएकाले गर्दा पहिले भन्नुभएको थियो ब्रह्माजीलाई, हे पिताजी, म चाहिँ विवाह गर्दिनँ है, विवाह गर्दा साह्रै दुःख पाइन्छ भनेर उहाँले म ब्रह्मचर्य रहन्छु भनेर विवाह गर्नुभयो। ब्रह्माजीले अरू 9 सन्तानहरूलाई भन्नुभयो, तिमीहरू त विवाह गर्छौ नि होइन? हो, हामी गर्छौँ भन्नुभयो। यस्तो गर्ने क्रममा एक दिन देवर्षि नारद दाजुहरूका पुग्नुभएछ, झै झगडा भएको देख्नु भएछ। यो कुरो उहाँलाई याद थियो। गृहस्थी धर्ममा झै झगडा त हुन्छै हुन्छ, यसो ठाक्का ठुक्का हुन्छ, तपाईँ हामीलाई थाहा छँदैछ। देवर्षि नारदले विचार गर्नुभयो, दाजुहरूकामा यस्तो हुन्थ्यो, त्यही भएर पनि म विवाह गर्दिनँ भन्नुभयो। आजीवन ब्रह्मचर्यमा रहनुभयो। भगवान कृष्णले 16,108 पटरानीलाई विवाह गरेर द्वारिकामा जब बस्नु भएको थियो, त्यो समयमा उत्सुकता जागेछ देवर्षिलाई। अनि गएर हेर्नुपर्छ, होइन एकजना श्रीमती हुने त यत्रो धेरै झगडा गर्छन् भने यत्र श्रीमती हुँदा त पक्का पनि भगवान शान्त मनले बस्नुभएको छैन होला भन्ने भाव जागेको भएछ। देवर्षि नारद जानुभयो, द्वारिकामा हेर्नुभयो, अचम्मित हुनुभयो। ठुला ठुला पहाड जस्ता भवनहरूलाई देखेर अचम्मित हुनुभयो। साह्रै राम्रो देख्नुभयो। छिरे रुक्मिणीको भवनमा प्रवेश गर्नुभयो, भगवानले स्वागत गर्नुभयो। रुक्मिणीसँग आनन्दले गृहस्थीका गफ गर्दै गर्दै बस्नु भएको देखेर आश्चर्यचकित हुनुभयो। देवर्षि नारदले परमात्माले स्वागत गर्नुभयो, यो मिष्टान्न दिनुभयो, त्यहाँबाट निक्लिनुभयो। अन्य रानीहरू के गर्दैछन्? यहाँ त भगवान कृष्ण एक्लै रुक्मिणीसँग बस्नुभएको छ, अरू त रिसाएर तमाम कार्यहरू केही गर्दै होलान् भन्ने भएर अरू भवनमा जानुभयो। भगवानले एउटी श्रीमतीको लागि एउटा भवन तयार गरिदिनु भएको रहेछ। योग मायाद्वारा कर्तन अकर्तन अन्यथा कर्तन सबै जो गर्न सकिन्छ त्यो गर्ने परमात्माले सबैलाई एउटा एउटा भवन दिनुभएको रहेछ। त्यही भवनलाई हेर्दै हेर्दै देवर्षि जानुभएको। जहाँ जहाँ हेर्नुहुन्छ त्यहाँ त्यहाँ परमात्मा भगवान कृष्णलाई देख्नुहुन्छ। आश्चर्यचकित हुनुभयो। काहीँ परमात्मा भगवान कृष्ण सत्सङ्ग गरिराख्नु भएको, काहीँ युद्धको लागि तयारीको लागि हतियारहरूलाई धार लगाउँदै गर्नुभएको, काहीँ आफ्ना बालबालिकाहरूलाई
उपदेश गर्नुभएको यस्तो देखेर आश्चर्यचकित हुनुभयो। अन्तिममा परमात्मा भगवानलाई एउटै स्वरूपमा समाहित हुनको लागि भनिदिनु भयो र दिव्य प्रार्थना गरेर फेरि विचरण गर्नुभयो। यसरी सत्सङ्ग गर्नुहुन्थ्यो भगवान कृष्ण। अनि यहाँ भन्नुहुन्छ युधिष्ठिरलाई, युधिष्ठिर मलाई पनि यतै सुनाउनु भएको एउटा इतिहास म तिमीलाई सुनाउँदछु, जो इतिहास मनोरमा मनलाई अत्यन्त आनन्द प्रदान गर्ने इतिहास हो। काम्पिल्य नगरे जाता मुनीनाम अग्रतसुताम, एउटा काम्पिल्य नाम गरेको नगर थियो। त्यो नगरले यस्तो थियो कि मुनिहरूले सेवित थियो। सन्त महन्तहरू त्यहाँ जाने, सत्सङ्ग गर्ने धेरै धार्मिक क्षेत्र रहेछ काम्पिल्य नगर। त्यस क्षेत्रमा ब्राह्मण दम्पति रहँदा रहेछन् दुईजना। त्यो ब्राह्मण दम्पतिहरू अत्यन्त पवित्र मनका रहेछन्। भावना पनि त्यस्तै पवित्र, कहिले नराम्रो भावना भने आउँदो रहेनछ। त्यस्तो ब्राह्मण दम्पतिहरू बस्दा रहेछन्। तर विधिको विधान सबैको प्राप्त हुँदैन। कसैलाई धन प्राप्त हुन्छ त कसैलाई धन प्राप्त हुँदैन। जसलाई संसारको भोग प्राप्त गर्नु छ उसले पूर्व जन्ममा लिएर आएको कर्म अनुसारको भोग प्राप्त गर्दछ। श्रोताहरू, यहाँ ती ब्राह्मण दम्पतिहरू पनि साह्रै गरिब रहेछन्। पैसाको चाहिँ गरिब, धन सम्पत्तिको गरिब रहेछ। तर भावना भने अत्यन्त उच्च रहेछ। कर्मणाज्ञेन सिद्धिभ्यो धनधान्य विवर्जिता न क्वापि लभते भिक्षां याचन्नपि नरान् बहु। यति गरिब रहेछन्, यति गरिब रहेछन्। याचना गर्नको लागि, यसो भिक्षा माग्नको लागि ब्राह्मण जान्थे घरमा, अन्य गाउँमा, त्यहाँ दिँदा रहेन। यो गरिबी कहाँबाट आयो भनेर त्यहाँनिर हकारेर पठाउँदा रहेछन्। त्यतिसम्म गरिब। यहाँसम्म कि आफ्नो तनलाई ढाक्ने कपडा नभएर अत्यन्त दुखी भएकाले यो बौला हो, पागल हो भन्दा रहेछन् र भगाउँदा रहेछन्। हेर्नुहोस् न, त्यतिसम्म गरिब रहेछन् ब्राह्मण। यति साह्रो होइन, सब हुनसक्छ पूर्व जन्मकै कर्म हो कि। यस्तो भएपछि साह्रै दुःखी भयो। श्रीमतीलाई पनि यसो हेरे। श्रीमतीलाई हेर्दा अत्यन्त दुब्ली काट्ने देखे। के गरेर भन्दा मेरै कर्मले गर्दा होला यिनलाई पनि साह्रै दुःख भएको छ। तिष्ठ देव विशालाक्षी नम्लाय मुखपङ्कजा, मुखमण्डल सबै ओइलाइसकेका छन्। हेर तिमीलाई साह्रै गाह्रो भयो भनेर एक दिन त छेउमा बोलाएछन् ब्राह्मणले। अनि उनलाई भनेछन्, देवी तिमीसँग मैले विवाह त गरेँ, तर तिम्रो लागि लालन पालनको लागि म योग्य होइन। त्यसो हुँदा देवी तिमीले मलाई बिदा देऊ न त है, म विदेश जान्छु न भनेर बिदा मागेछन्। पहिलेको समयमा त्यो त्रेतायुगको कथा श्रोताहरू। द्वापर युगमा भगवान कृष्ण 5 पाण्डवलाई सुनाउँदै हुनुहुन्छ। त्रेतायुगमा त्यहाँ पनि अलिकति भारतवर्षमा पैसाको कम भयो भने विदेश जाने चलन रहेछ भने अहिले त हामी सबै प्रायः जाँदैछौँ होइन, त्यही कार्यलाई निरन्तरता दिनेछौँ। यहाँ ब्राह्मण भन्दछन्, देवी तिमीलाई लालन पालनको लागि, पन ढाक्नको लागि मैले कपडा दिन सकिनँ। त्यसो हुँदा मैले सुनेको विदेश जाँदा चाहिँ धेरै पैसा कमिन्छ अरे, मलाई विदेश जान देऊ न है भनेर श्रीमतीसँग बिदा माग्दा भए। उद्यमेन विना सिद्धि कार्याणि नोपलभ्यते देवी। उद्यम गर्दाखेरि पक्का पनि मनोरथ पूर्ण हुन्छ। म विदेशमा गएर म परिश्रम बेच्नेछु, पैसा धेरै कमा